यो अहिले जुन बलेको केस चलिरहेको छ होइन, यसमा चाहिँ धेरैजना मान्छेहरूले चाहिँ बलात्कार भएको 1 वर्षपछि मात्र मान्छेलाई कसरी थाहा हुन्छ, 1 वर्षपछि मात्र किन यो कुरा बाहिर निकालेको, यो बलात्कार भएको होइन, सहमतिमै भएको हो भन्ने खालको चाहिँ जुन खालको प्रश्न चाहिँ उठाइरहेको छ महिलामाथि होइन, यो कुरामा चाहिँ म आफ्नो एउटा केही कुराहरू चाहिँ सेयर गर्न चाहन्छु। त्यसपछि चाहिँ अरू कुरा गरौँला होइन। म सायद 4 or 5 मा पढ्थेँ होइन, अनि हामी 4, 5 मा पढ्दाखेरि चाहिँ हामीभन्दा तलको स्टुडेन्टहरूलाई चाहिँ टिचरहरू नआउँदाखेरि पढौँ भनेर पठाउँथ्यो कि होइन। अनि पढौँ भनेर पठाइसकेपछि चाहिँ हाम्रो त्यहाँनिर एकजना म्याथ टिचर हुनुहुन्थ्यो होइन, उहाँको नाम चाहिँ विकास थियो है। हामी त्यति को पढ्नु भएको चाहिँ बालाजु हाइटमा छ यो स्कुल चाहिँ, आशा विद्याश्रम भन्ने स्कुल हो त्यो स्कुलको नाम होइन। अनि त्यो स्कुलमा हामी पढ्दाखेरि 4, 5 मा पढ्दाखेरि चाहिँ जब हामीलाई के अरे हामीभन्दा तलको ब्याचको स्टुडेन्टहरूलाई चाहिँ पढाउनको लागि अब 4, 5 भनेपछि त्यस्तै युकेजी 1लाई पढाउनको लागि चाहिँ हामीलाई लिएर जाँदाखेरि चाहिँ मलाई पहिला पनि त्यो म्याथ टिचरले ह्यारेसमेन्ट गर्थ्यो होइन। अनि उसले हामीलाई कता कता छुन्थ्यो, त्यो भएको कारणले गर्दाखेरि हामीलाई स्कुल जान मन लाग्दैन थियो होइन। त्यो कुरा त छँदैछ होइन। तर म एउटा इन्सिडेन्टले गर्दाखेरि चाहिँ म त्यो कुरा जिन्दगीभर बिर्सिन सक्दिनँ कि म मरेर जाँदैछु भने पनि मेरो अन्तिम समयसम्म पनि त्यो कुरा चाहिँ मेरो दिमागमा रहि नै रहनेछ होइन। अनि त्यति बेलामा चाहिँ अनि त्यो म्याथ टिचरले मलाई के गरेको थियो भने मेरो छातीमा चाहिँ च्याप्प समातेको थियो, यसरी हात यसरी यसरी यहाँबाट लिएर आएर अनि च्याप्प चाहिँ मेरो छातीमा समातेको थियो, जसले गर्दाखेरि चाहिँ मलाई त्यतिखेर बेसरी दुखेको थियो होइन। अनि त्यतिखेर चाहिँ हाम्रो स्कुलमा त्यतिखेर पाले दाई भनिन्थ्यो होइन। अनि त्यो दाई पनि त्यही क्लासमा हुनुहुन्थ्यो, मलाई राम्रोसँग याद छ होइन। त्यो दाई पनि त्यही क्लासमा हुनुहुन्थ्यो। अब उहाँले देखेर पनि केही बोल्न सक्नु भएन अथवा के थियो भन्ने कुरा मलाई थाहा भएन होइन। अब त्यति बेला त केही सोच्न सक्ने कुरा भएन, त्यही म्याथ टिचर म त मन पर्दैन थियो। अहिले यसो सोच्दाखेरि चाहिँ उहाँले पनि देख्नु भएको थियो होला, किनभने यसरी हात लगेर अनि त्यही नजिकै भएको मान्छेले च्याप्प समातेको त नदेख्ने भन्ने त हुँदैन नि त होइन। अनि त्यो कुरा चाहिँ यदि अहिलेसम्म पनि मैले सम्झिने हो भने चाहिँ मेरो दिमागमा एकदम हान्छ क्या होइन। मलाई यस्तरी दुखेको थियो त्यति बेलामा भनेर अनि मैले बोल्न सकिनँ। म बाहेक अरू कतिलाई पनि यस्तो कुराहरू घटनाहरू चाहिँ भएको थियो होला, भयो पनि होला होइन। अब कसैले पनि केही कुरा प्यारेन्ट्सलाई भन्न नसक्ने भइसकेपछि त कसैले त्यहाँनिर कसैले भन्दैन भनेपछि त्यो मान्छेलाई झन् हौसला मिल्ने भयो नि त होइन। अनि यो कुरा चाहिँ अहिलेसम्म पनि मेरो प्यारेन्ट्सहरूलाई थाहा छैन। म त अहिले ठुलो भइसकेँ नि, यो इन्सिडेन्टले मेरो यस्तो हुँदाखेरि चाहिँ मलाई दुखेको थियो भन्ने कुरा त मलाई अहिलेसम्म पनि थाहा छ। तर मैले यो कुरा मैले अहिलेसम्म पनि मेरो प्यारेन्ट्सलाई भन्न सकेको थिइनँ, भनेको थिइनँ योभन्दा अगाडिसम्म भनेपछि होइन। यसले यो देखाउँछ कि होइन महिलाहरूलाई चाहिँ गाह्रो पर्छ। किन गाह्रो पर्छ भने हाम्रो समाजले स्वीकार्दैन। मेरो फादरले हामीले नेल पलिस लगाएको छौँ भने पनि है, नेल पलिस लगाएको छौँ भने हामी सानो हुँदाखेरि यदि हामीले नेल पलिस अथवा मेहेन्दी लगायो भने रत्न पार्कमा बस्ने महिला जस्तो के लगाएर हिँडेको भनेर भन्थ्यो क्या। अनि त्यस्तो भन्ने फादरको अगाडि